प्रश्न नम्बर 1। मञ्जुश्रीले नग्धलाई काटी बनाएको बाटोलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ चक्रतीर्थ। प्रश्न नम्बर 2। नेपालमा सर्वप्रथम पात्रो प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? यसको सही उत्तर हुन्छ रणदीप मल्ल। प्रश्न नम्बर 3। नेपाल र भोटबीचको सीमाको आधुनिक नक्सा कसको पालामा तयार भएको थियो? यसको सही उत्तर हुन्छ बहादुर शाह। प्रश्न नम्बर 4। नेपालको पहिलो दैनिक पत्रिका कुन हो? यसको सही उत्तर हुन्छ आवाज। प्रश्न नम्बर 5। नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो? यसको सही उत्तर हुन्छ श्री 5 त्रिभुवन। प्रश्न नम्बर 6। विक्रम सम्वत 2007 सालको परिवर्तनपछि नेपालका प्रधानमन्त्री को भएका थिए? यसको सही उत्तर हुन्छ मोहन शमशेर जबरा। प्रश्न नम्बर 7। दरबारिया षड्यन्त्र सहन नसकी भीमसेन थापाले कहिले जेलमा नै देहत्याग गरेका थिए? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 1896 मा। प्रश्न नम्बर 8। नेपालको दोस्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हुन्छ जय पृथ्वी बहादुर सिंह। प्रश्न नम्बर 9। चीनको भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन्? यसको सही उत्तर हुन्छ टङ्कप्रसाद आचार्य। प्रश्न नम्बर 10। सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए? यसको सही उत्तर हुन्छ डाक्टर फुहरर। भिडियो अन्त्यसम्म हेरिदिनुभएकोमा धन्यवाद।